ल यो चाहिँ हाम्रो बागलुङको ढोरपाटन हो। ल हेर्नुहोस् यहाँ चारैतिर हिमाल, अग्ला अग्ला पहाड, चिसो मौसम, समथर विभाग, उच्च भूभाग यतातिर छ। यहाँ चाहिँ हिम नदी पनि रहेछ। यो चाहिँ पहाडको हिम नदी हो अनि पुरै आइस भएर बगिरहेछ है। ल यस्तो खतरा छ है बागलुङ ढोरपाटन। म जुम गरेर देखाइदिन्छु है। ल यो चाहिँ धेरै लङ भिडियो नबनाउँ होला है। यहाँ हेर्नु त यहाँ तपाईँहरूको घोडाहरू पुरै यहाँ छ घोडाहरू। चरन क्षेत्र यो चाहिँ हिमाली भेगमा पाइने घरपालुवा तथा जङ्गली जनावरहरू चाहिँ प्रशस्त मात्रामा पाउँदो रहेछ। यहाँको भूभाग एकदम चारैतिर पहाड, बीचमा समथर भूभाग, उपत्यका जस्तो छ रहेछ। ल पछाडिको भ्यू पनि अन्त क्या खतरा छ। ल वाउ, जहाँ चाहिँ हामी घुम्नको लागि काठमाडौँदेखि यो ठाउँसम्म आइपुगेका छौँ। यो ठाउँसम्म आइपुग्नको लागि 3 दिनको यात्रा लागेको छ। जस्ट कुल मौसम। नेपालको एक प्राकृतिक भूभाग हो यो ढोरपाटन भनेको। नेपालको मेन प्राकृतिक भूभागै भन्दा पनि हुन्छ। यो माउन्ट एभरेस्ट भन्दा पछिको ढोरपाटन राष्ट्रिय निकुञ्ज हो यो।